डाङटु रुकुम पनि आइसक्यो। सानो हुँदाखेरि आफू हिँडेको तलमाथि गरेको बाटोहरू आजभोलि त पहिलेको र अहिलेको धेरै फरक रहेछ। म चाहिँ अहिले भूमि 3 सीमाको वडा कार्यालयमा जाँदैछु। यता चाहिँ पहिले यो बाटो चाहिँ पहिले स्कुल जाने आउने गर्दाखेरि हिँडेको बाटो हो। यो चाहिँ पुल चाहिँ हिँडियो धेरै बाल्यकालमा। अनि यो पुल चढेर आएर फेरि यो बाटो हुँदै यो उकालो यो जङ्गल छ नि, यो उकालो उकालो गयो घर साथीहरू। गाउँघर राई पहाड यति रमाइलो लाग्छ है। अब सधैँ हिँड्न पाउँदैन, बेला मौकाले समयले मान्छेले कहाँदेखि कहाँ पुर्याउँछ। साथीहरू, म बाटो उकालो हिँड्दैछु। हिँड्न गाह्रो भयो, उकालो केही छैन, त्यही पनि हिँडिहाल्छु। यहाँदेखि तल ठुलो खोला छ, यहाँदेखि खोला यहाँ खोला छ। पहिले पहिले माछा मार्नुहुन्थ्यो यो खोलाहरूमा। यो चाहिँ के रहेछ, यहाँ चाहिँ के रहेछ, के बनाएको रहेछ यहाँ चाहिँ गाछहरू। यता हिलो पो रहेछ त। कि बाटो कता हो? यो चाहिँ के भवन रहेछ यो चाहिँ? बल्ल बल्ल माथि आइपुग्यो।